हेलो नमस्ते। आज धेरै पछि एउटा फेरि भ्लग लिएर आएको छु। यो चाहिँ दसैँ भ्लग हो 2082 सालको। मेरो चाहिँ 8 वर्ष पछाडिको घरमा मनाउँदै गरेको भ्लग हो। भ्लग बनाउने त्यति जाँगर चलिरहेको थिएन, तर मेरो भान्जाले आमा एउटा भ्लग दसैँ भ्लग बनाउनु पर्यो भनेपछि भान्जाको विशेष रिक्वेस्टमा मैले एउटा भ्लग बनाउँदैछु। यहाँ हाम्रो सबै परिवारहरू भेला हुनुभएको छ। पापा आमा, यता दिदी भेना भान्जाहरू, यता छोरी ज्वाइँ नातिनी, यता नातिनी, यहाँ कान्छो भाइ म चाहिँ देख्न पाइनँ, ह्यान्डसम मान्छे भन्दैछ है। यो चाहिँ 2082 सालको दसैँ हो। मेरो चाहिँ 8 वर्ष पछिको यता हुनुहुन्छ हाम्रो दिदी भेना यहाँ एकदम स्पेसल तरिकाले बसिराख्नु भएको छ। सबैजना यहाँ हाम्रो रमाइलो दसैँको भिडियो हेर्नुहोस् त। अरू भिडियोहरू पनि बिस्तारै आउनेछन् दसैँको है त। नेपालीमा यसलाई मेवा भन्छ। यो मेवा खायो भने शरीरका हरेक अङ्गहरू फुर्तिला हुन्छन्। विशेष गरी यो चाहिँ किडनीका बिमारी, जन्डिसका बिमारी, येल्लो रोग लाग्ने जतिलाई यो खाना उपयुक्त हुन्छ। माइन्ड फ्रेस पनि हुन्छ, टोइलेट क्लियर पनि हुन्छ। भाइको मुखरी छ, अलिक रसा जस्तो छ, तर पनि मैले चाहिँ यसलाई यो मेवाको विषयमा थोरै जानकारी गराएको छु। अनि हामीले आएको छैन। मेरो दिदीको मुखबाट 2-4 शब्द जाओस् न दिदी। यहाँ 8 वर्ष पछाडि होइन त आएको। 8 वर्ष पछाडिको यो 2082 सालको दसैँ चाहिँ एकदम रमाइलो भइरहेको छ होइन। 8 वर्ष पछाडि चाहिँ यसरी भाइसँग दसैँको बेलामा चाहिँ रमाउन पाइयो। अनि अर्को भाइ चित्र पनि 3 वर्ष पछाडिको दसैँ। यसपालि चाहिँ एकदम रमाइलो, एकदम बवाल भइरहेको छ यो दसैँ चाहिँ। दसैँ चाहिँ बल्ल यो साल चाहिँ दसैँ आयो जस्तो लागेको छ क्या मलाई चाहिँ। मलाई पनि 8 वर्ष पछाडि अब हुन त बाहिर पनि दसैँ मनाइन्थ्यो, घर परिवार आफन्तहरूदेखि टाढा रहेर मनाइन्थ्यो भने यसपालि चाहिँ आफ्नै गाउँ घरमा रमाइलो तरिकाले दसैँ मनाउँदैछौँ। अझै बाँकी छ। आज विजया दसैँ मात्रै हुँदैछ, हामी सुरुवात भएको छ। हामी पूर्णेसम्म दसैँ यसरी नै मनाउँछौँ। आगामी भिडियोहरू पनि हेर्दै गर्नुहोला। अझै होइन, अझै उता ठुलो भाइ लोचन, अनि माइला होइन, सागर, अनि त्यस पछाडि मिलन पनि भइदिएको भए झन् सुनमा सुगन्ध हुन्थ्यो होइन। तर पनि हामी इन्जोय गरिरहेको छौँ। अब तिहार पनि योभन्दा बढी रमाइलो हुन्छ भन्ने एकदम आशा छ है। खाइन्छ ल। दसैँको अर्को भिडियो है। अब आज हामी कहाँ जाँदैछौँ भन्छ? पथरी। कहाँदेखि कहाँसम्म? के भन्छ यो ठाउँमा? बिटामोडदेखि पथरीसम्म। यहाँ सानो भान्जा, यहाँ ठुलो भान्जा, हिरो भान्जाहरूसँग हिँड्दाखेरि म पनि कतै अलिक हिरो भइहाल्छु कि। अब हामी पथरी जाँदैछौँ। लगभग 1.5 घन्टा लाग्छ हामीलाई। यहाँ भाइ आइपुगेको छ। कता भयो? पर छ। अहिले हामी बिर्ताडबाट यहाँ दमक आइपुगेको छौँ। लगभग हामीले कति मिनट लाग्यो? 1 घन्टा 11 मिनट लागेछ। अब हामीलाई अझै अब पथरी पुग्नलाई अझै आधी घन्टा जति लाग्छ। अब अगाडिको यात्राहरू तपाईँलाई देखाउँदै लानेछु है त। एउटा यहाँ दामी चाहिँ के छ भने जुत्ता बचाउनको लागि यहाँनिर जुत्ता बाहिरको यो अर्को प्लास्टिकको जुत्ता। यता भान्जाको यता भेनाको पनि ओहो यो हो नि त तरिका।
अहिले ठाउँमा चाहिँ यस्तो बाटो छ, अलिक बाटो बिग्रिएको छ। बिग्रेको भन्दा पनि अहिले मर्मत गर्दै गरेको छ। एसियन हाइवे बनाउँदैछ अनि माथि स्काई ब्रिज बनाउँदैछ। त्यही भएर बाटो अलिक राम्रो चाहिँ छैन, फाल्टाङ फुल्टिङ। अहिले अब पानी परेको बेलामा यस्तो हिलाम्ने छ। अहिले विकासकै क्रममा छ, बाटोहरू राम्रो बनाउँदैछ। यो बाटो 6 लेनको बन्दैछ। हामी 2 घन्टामा आइपुगेको छौँ बेटाउनबाट पट्री। यहाँनिर अब टिका लाउने कार्यक्रम सुरु हुन आँटेको छ। Yes. Oh my god. I really don't like this mobile. Picture quality is not bad. Excellent. Excellent. Not average also. Something. आइफोन कति अरे 22 iPhone Ultra 22. Yes. हुनु त सबै बुहारी ल्याउनु पर्ने नै छ र पनि नाचेर जाने कमाउने बेला हाम्रो अर्जुन छोरा चाहिँ लकी छ कसरी आइराख्दैन 12 मसाला खाएर जन्माइदिएको छैन। अहिले अब टिका लाउने कार्यक्रम सकिएको छ। अब खानपिनको कार्यक्रम सुरु हुन आँटेको छ होइन भन्दा। आज दसैँ कन्टिन्यू भइरहेको छ हाम्रो। यता हामी भतिजकोमा आएको छौँ। यता हेर कान्छी 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 यता भतिजकोमा आएको हामी दसैँ मनाउँदै टोली दाजु हुनुहुन्न अनि भतिजहरू भतिज एकचोटि हाई भनिदिनु न। हेलो हाय भतिज छोरा उता भतिज छोरी। पत्रीबाट हाम्रो टोली अब फर्क्यो। बाई बाई सबैलाई। अब हामी हाम्रो यात्रा घरतिर दसैँ मनाउँदै फर्किँदै। हाम्रो राइडर चाहिँ भान्जा। यो चाहिँ हाम्रो कन्काई पुल रहेको छ। नेपालको सबैभन्दा लामो पुल 702 मिटरको कन्काई पुल। कन्काई माई खोला। यहाँ चाहिँ माघे सङ्क्रान्तिमा एकदमै ठुलो मेला लाग्ने गर्छ।
यो चाहिँ हाम्रो गाउँको एकदम ऐतिहासिक मेला, वैशाखबाडीको मेला एकदमै व्यापक लाग्ने गर्छ। दसैँ टिकाको ठ्याक्कै तेस्रो दिन, तिरादशीको दिन एकदमै ठुलो भव्य लाग्ने गर्छ। यो चाहिँ हाम्रो दुर्गा मन्दिर हो। दुर्गा मन्दिर मेला भर्खर लाग्न सुरु भएको छ। पानीले गर्दाखेरि यता तपाईँले हेर्न सक्नुहुन्छ। चेरीहरू पाकिरहेको छ मजाले, खानेकुराहरू। यता पनि हाम्रो स्टलहरू छ, खानेकुराहरू, यहाँ खेलाउनेहरू। दामी जेरी जुलपी बन्दैछ। मेलामा ताजा ताजा जुलपी, मिठाई, लड्डु। कतिचोटि हान्न पाउँछ नि? मान्छेले खर्चै हान्दैन। कति रुपियाँको कतिचोटि? 50 एकचोटि। रमाइलो रहेछ नि। पख एकछिन ल आना नि त आना ल आना Wow.